नमस्ते दर्शक हजुरलाई 2026 जुलाई 18 तारिकको फेरि राशिफल लिएर तपाईँहरूको उपस्थित भएको छु। जहिले पनि तपाईँहरूलाई मैले नयाँ जानकारी दिने क्रममा आज तपाईँहरूलाई हुन्छ नि एउटा कस्तो हुन्छ भने तपाईँहरू बाई द वे तपाईँहरूको मृत्युयोग छ भने कसरी थाहा पाउने भनौँ हाम्रो ठुलो एक्सिडेन्ट पर्छ, ठुलो झमेला पर्छ भने कसरी थाहा पाउने भन्ने क्रममा यदि यो जीवन रेखा हेर्नुहोस्, यो जीवन रेखा यहाँ टुटेको छ, जीवन रेखा यहाँ टुटेको छ, जीवन रेखा यहाँ टुटेको छ अनि तपाईँलाई जहिले पनि शरीरमा एक किसिमको नेगेटिभ भाइब्रेसन आउँछ, मनमा अलिकति कता कता बाहिर नहिँडौँ अलिकति अल्छीपन आउँछ भने तपाईँ काहीँ एक्सिडेन्ट हुन्छ। जस्तै कति वर्ष यो रेखादेखि यहाँ वर्ष 80 वर्ष भयो, सबै यहाँ टुटेको छ भने 20-22 वर्ष, यहाँ टुटेको 40 वर्ष, यहाँदेखि यहाँसम्म 80 वर्ष छुट्याउनुहोस् यो रेखा हो। जस्तै यहाँ टुट्यो 20 वर्ष, यो रेखा जहाँ जहाँ टुटेको छ त्यो हिसाबले जीवन रेखा हेर्नुहोस् काहीँ टुटेको हुन्छ अनि त्यसमा त्यो टुटेको टाइममा तपाईँलाई मनमा एक किसिमको अल्छी लाग्छ, बाहिर हिँड्न मन लाग्दैन, नजाउँ बाहिर अब नजाउँ जस्तो लाग्छ भने तपाईँलाई त्यतिखेर आफ्नो शरीरमा काहीँ एक्सिडेन्ट हुन्छ, काहीँ झमेला हुन्छ, त्यस्तो सङ्केत हो। यदि त्यो तपाईँको जीवन रेखा टुटेको छ भने तपाईँले काहीँ हिँड्दा हरेक कुरामा केही विचार गरेर हिँड्नु होला, किन त्यतिखेर मृत्यु तपाईँको एक्सिडेन्ट पर्ने मृत्यु भनेको मृत्यु नै हुनुपर्छ भन्ने छैन। तपाईँ एक्सिडेन्ट झमेला लफडा पर्ने चान्स 99% हुन्छ। यो आजको त्यसलाई जीवन रेखा हेरेर हामीले फोकस गर्न सकिन्छ। सबैभन्दा कुण्डली हेर्न तपाईँलाई गाह्रो हुन्छ, जीवन रेखा हेर्न सजिलो हुन्छ। यो भयो आजको। त्यस्तै आज राशिफलमा तपाईँको 18 तारिकको लागि 2026 जुलाई 18 तारिकको राशिफलमा सबैभन्दा पहिले मेष राशि। मेष राशिको आज अलिकति राम्रो योग छ। हिजोभन्दा तपाईँको नयाँ काम बन्ने, आम्दानीको स्रोतहरू खुल्ने, तपाईँको नयाँ विचारहरू आउने, कुनै झमेला झन्झटबाट केही मात्रामा उब्रिँदै जाने, मतलब भाग्यफलको हिसाबले 75% भाग्य, 75% भाग्य राखेकोले आज राम्रो छ। यसमा तपाईँले गरिबहरूलाई खाना खुवाइदिनु भने अझ सुध्रिन सक्छ। त्यसपछि वृष राशि। वृष राशिको आज 12 राशिमा सबैभन्दा खराब योग छ। तपाईँहरू काहीँ जाँदा चोटपटक लाग्न सक्ने, मानसिक स्थितिमा केही तपाईँको नयाँ खर्चको मात्रा बढ्न सक्ने, यात्रामा तपाईँहरूले यात्रा गर्दा अलिकति ध्यान दिनुपर्ने पर्छ, किन नयाँ कामहरू आज नगर्दै राम्रो हुन्छ। वृश्चिक राशिले गर्दा पनि केही सोचेर सम्झेर गर्नुहुन्छ। यसमा नै तपाईँले आज शनिबारको दिन ओम शनि देवाय नमः भनेर शनि मन्दिरमा गएर सरसोको तेल चढाउनु भयो भने केही मात्रामा तपाईँको राशिमा केही मात्रामा भाग्यमा चेन्ज हुनसक्छ। 55% मात्रै भाग्य भएकोले आज त्यही धेरै काम गर्दा सोच विचार गरेर गर्दा राम्रो हुन्छ। त्यसपछि मिथुन राशि। मिथुन राशिको आज राम्रो योग छ। पुरानो झमेला झन्झटबाट मुक्त हुने, चोटपटक लाग्नबाट मुक्त हुने, चोटपटकहरू घाउबाट मुक्त हुने भन् रोगबाट केही मात्रामा सुध्रिने, नयाँ कामको योजना बनाउने, आम्दानीको स्रोतहरू खुल्ने, त्यसमा अझ गरिबहरूलाई आज कालो कपडा दान गरिदिनु भयो भने मिथुन राशिको 80% भाग्यमा नि अझ सुधार आउन सक्छ। भाग्यफलको हिसाबले आज मिथुन राशिको 80% भाग्य छ, मतलब धेरै राम्रो योग छ। कर्कट राशि। कर्कट राशिको आज त्यति राम्रो योग छैन। मन जति काम गरेर उति पाउनुहुन्छ। तपाईँ नयाँ कामहरू गर्दा केही विचार गरेर गर्नुहोला, नयाँ कामलाई त्यति हात नहाल्नु होला, किन तपाईँको आज जति मिहिनेतको त्यति मात्रै फल पाउनुहुन्छ। मतलब भाग्यफलको हिसाबले 65% मात्रै भाग्य योग छ। त्यसमा तपाईँले गरिबहरूलाई खुवाइदिनु भयो भने तपाईँहरू केही मात्रामा सुध्रिन सक्छ। सिंह राशि। सिंह राशिको आज राम्रो योग छ। नयाँ अपर्च्युनिटी बढ्न सक्छ भन्न भाग्यको फलको हिसाबले आज सिंह राशिको धेरै राम्रो योग छ। तपाईँको नयाँ आम्दानीको स्रोत खुल्न, आफन्तहरूसँग भेट हुनसक्छ, नयाँ प्रेममा सफल हुनसक्छ, तपाईँ पारिवारिक खुसी आउन सक्छ। मतलब भाग्यफलको हिसाबले सिंह राशिको भाग्यफलको हिसाबले 85% भाग्य राख्न सफल भएको छ। यसमा तपाईँको आज शनिबार दिन गरिबहरूलाई खाना खुवाइदिनु भने अझ सुध्रिन सक्छ। सिंहपछि कन्या राशि। कन्या राशिको आज त्यति राम्रो योग छैन। भाग्यफलमा सबैभन्दा खराब आज कन्या राशिको हुन्छ। 55% मात्रै भाग्य राखेको छ। यसमा नै शनि मन्दिरमा गएर तपाईँहरूले तेल चढाइदिनु भयो भने, सरसोको तेल शनि मन्दिरमा चढाइदिनु भने, अझ शनि मन्दिर नभाटामा पिपलको पेडमा शनि मन्दिरमा पिपलको रूपमा सरसोको तेल चढाइदिनु केही मात्रामा सुधार हुनसक्छ। भाग्यफलको हिसाबले 55% मात्रै भाग्य भएले तपाईँ नयाँ काम गर्दा केही सोच विचार गरेर गर्नु होला, नगर्दै राम्रो। कन्यापछि तपाईँको आज तुला राशि। तुला राशिको राशिफलमा आज सबैभन्दा राम्रो भाग्यमा पाउन सफल भएको छ। आम्दानीको स्रोत खुल्छ, नयाँ विचारमा पैदा हुनसक्छ, तपाईँको यात्रामा सफल हुन्छ, नयाँ यात्राहरू गर्न सफल हुन सक्नुहुन्छ भने नयाँ कामको विचार आउँछ, पुरानो झमेला झन्झटबाट मुक्त हुनुहुन्छ। मतलब आज तुला राशिको 90% भाग्य भएकोले आज धेरै राम्रो योग छ। यसमा नि गरिबहरूलाई खाना खुवाइदिनु भने अझ सुध्रिन सक्छ। तुलापछि वृश्चिक राशि। वृश्चिक राशिमा आज हिजोभन्दा धेरै राम्रो योग छ। नयाँ काम बन्छ, आम्दानीको स्रोत खुल्छ, झमेला झन्झटबाट मुक्त हुन्छ, कोर्ट कचेरीबाट तपाईँ बिस्तारै
मुक्त हुँदै जानुहुन्छ। भाग्यफलको हिसाबले 80% भाग्य राख्न सफल हुनुभएको छ। यसमा तपाईँले गरिबहरूलाई कपडा दान गरिदिनु भने अझ राम्रो पाउन सफल हुन्छ। वृश्चिकपछि धनु राशि। धनु राशिको आज त्यति राम्रो योग छैन, जति काम गर्नुहुन्छ त्यति मात्रै फल प्राप्त गर्नुहुन्छ, मतलब मिहिनेत अनुसारको फल पाउनुहुन्न। त्यसमा तपाईँले गरिबहरूलाई कालो कपडा दान गरिदिनु भयो भने धेरै राम्रो हुन्छ। मतलब धनु राशिको 65% भाग्य भएकोले गरिबहरूलाई कालो कपडा दान गरिदिनु भने त्यसमा केही सुधार आउन सक्छ। मकर राशि। मकर राशिको त्यति राम्रो योग छैन। तपाईँको यात्रामा चोटपटक लाग्न सक्छ, नचाहिँदो झमेला झन्झट आउन सक्छ। तपाईँको नयाँ कामको विचार गर्नुहुन्छ भने केही मात्रामा स्थगित गर्नु होला। तपाईँले मकर राशिको 55% मात्र भाग्य छ। यसमा शनि मन्दिरमा गएर तेल चढाउनु भयो भने के सरसोको तेल चढाउनु भयो, पिपलको पाइपमा पानी हालिदिनु भने आज शनिबारको दिन ओम शनि देवाय भनेर पानी हालिदिनु भने केही मात्रामा सुधार हुनसक्छ। मतलब भाग्यफलको हिसाबले 55% मात्रै भाग्य छ। त्यसै कुम्भ राशि। कुम्भ राशिको आज मध्यम खालको योग छ। जति काम गर्नुहुन्छ त्यति मात्रै पाउनुहुन्छ। मतलब त्यति राम्रो होइन नराम्रो होइन, मध्यम खालको काम छ। नयाँ काम गर्दा केही स्थगित गर्नु होला। तपाईँले मिहिनेत अनुसारको फल त्यति पाउनुहुन्न। त्यसमा तपाईँको गरिबहरूलाई खाना खुवाइदिनु भयो भने कुम्भ राशिमा केही सुधार आउन सक्छ। मतलब भाग्यफलको हिसाबले 70% मात्रै भाग्य पाउन सक्नु भएको छ। मीन राशि। मीन राशिको हिजोभन्दा केही मात्रामा सुध्रेको छ। नयाँ कामको विचार आउन सक्छ। नयाँ नयाँ कामहरूमा केही योजना बन्न सक्छ। आम्दानीको स्रोतहरू केही खोल्न सक्छ। मतलब आज मीन राशिको 75% भाग्य पाउन सफल भएको छ। यसमा नै शनि मन्दिरमा गएर आज पानी हालिदिएर वा शनि मन्दिरमा पानीहरू गरिबलाई खुवाएर शनिमा मन्दिरमा तपाईँको सरसोको तेल चढाएर ओम शनि देवाय भनेर शनि मन्दिरमा तेल चढाएर वा कालो कपडा कुनै गरिबहरूलाई दान गरिदिनु भयो भने शनि मन्दिरको दिन ओम प्राम संसार नभन्नु वा त्यति भन्न आउँदैन भने ओम शनि देवाय मात्रै भनेर ओम संसार देवा भनेर तपाईँले शनि मन्दिरमा सरसोको तेल चढाउनु भयो वा शनि मन्दिर नभए पिपलको रुखमा पनि चढाउनु भयो भने तपाईँको भाग्यमा आज केही सुधार आउन सक्छ। यो भयो मीन राशि। यसरी 12 राशिको राशिफल भनेर भोलि फेरि 19 तारिक तपाईँलाई हाजिर हुनेछु। आज 18 तारिकको राशिफल तपाईँलाई यति नै बिदा चाहन्छु। भोलि फेरि 19 तारिकको बिहान फेरि निशान ज्योतिष तपाईँलाई राशिफल लिएर उपस्थित हुनेछु। यति भन्दै बिदा चाहन्छु। धन्यवाद।